हो ढिलो भइसक्यो अफिस जानु आँटेको होला पानी चाहिँ तात्यो ब्रेकफास्ट बनाइदिएकै छैन सुन्नु त पानी तातिसक्यो लु छिटो छिटो खाना आउनु म ब्रेकफास्ट बनाइदिइहाल्छु के बनाइदिनु पर्ने के बनाइदिनु अहिले बनाइदिनु पर्यो आइसकेर आउँदैन त फेरि छिटो आउनु विजय अफिस जाने ढिलो भइसक्यो छिटो आउनु अञ्जली ए हजुर खोइ बने ब्रेकफास्टहरु पानी चाहिँ तात्यो कि तर उयो ब्रेडै सक्यो अब यति बेलासम्म ब्रेकफास्ट पनि बनेको छैन है अफिसमा कति काम छ मेरो न खानु टुङ्गोमा पाउँछ न के नै ढिलो के खानु अब नखाइकन जानु होला हो हैन ब्रेक यति घरमा बसेर पनि यति खाना पकाउनु ब्रेकफास्ट पकाउनु छैन है हैन ब्रेडै थिएन नि त तपाईलाई मैले ल्याउनु भन्थे तपाईले ल्याउनु हामी के जाम जे भए पनि बनाएर दिन सक्दैन अब म अफिसमा भक्कै होला भक्कै बस्नु होला हो हैन साच्चै थिएन नि त कि ब्रेड अब म ल्याएर बनाइदिन्छु नि अब खाउ आफै बनाएर म खादिन जहिले पनि छैन घरमा यति राति पकाउने मात्रै काम छ त्यति पनि गर्न सक्दैन दुईजना बसेको छ अब यही पानी मात्रै खानु तिमी आफै खाऊ पानी लो यस्तो पानीहरू अब भोकै जानु होला हो त्यति नाथे ब्रेकफास्ट पनि बिहानको बनाउनु सक्दैन है म अफिसमा दिनभरि अब भोकै बस्नु नाथे त्यति पकाउने काम मात्रै छ बिहान बेलुकाको खाना पनि राम्रोसँग पकाउन सक्दैन बिहानको एटलिस्ट ब्रेकफास्ट त बनाइदिनु मलाई छैन के पनि भोलि दिन पकाउनु थिएन नि त त्यही भएर तिम्रो यो कहिले कति सुन्नु तिम्रो भोलि 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 चाहिँ जहिले भोलि बनाइदिन्छु खोइ त जहिले अफिस जाने बेलामा ढिलो मात्रै हुँदैछ खोइ मेरो ज्याकेटहरू कहाँ छ ढिलो भइसक्यो मलाई त्यो नाथे घरमा त्यति काम गर्नु छ त्यति पनि छैन मेरो फाइलहरू कहाँ छ ढिलो भइसक्यो त्यो पनि देऊ अब तिमी आफै बनाऊ तिमी आफै खाऊ होइन केही भन्नु छैन पकाएर आफै एक्लै खाँदै बस्छ त्यति नाथे पकाउने काम मात्रै छ बिहान बेलुकाको त्यति पनि बनाउनु सक्दैन एउटा नाथे एउटा बिहानको ब्रेकफास्ट त बनाइदिनु नि त्यति पनि पाउनु सक्दैन आफै खाँदै बस्छ भाउजू तपाईको कलेजको लाइफ चाहिँ कस्तो थियो मेरो कलेज लाइफ त के भन्नु आधी पढ्दा पढ्दै छुट्यो मलाई पढ्नु त इच्छा थियो नि के गर्नु परिस्थितिले पढ्नै दिएन किनभने मैले त कलेजै गर्नु पाइनँ सानै उमेरमा नै बाउ आमाले बिहे गरिदिइहाल्यो किनभने घरको परिस्थिति राम्रो थिएन कि तिमीहरू त अहिले भाग्यमा नि छौ पढ्नु पाउँदैछौ होइन मैले त पढ्नु पनि पाइनँ कलेज त मैले देख्नु पनि पाइनँ होइन अहिले तिमीहरू पढ्दा गर्व लाग्छ मलाई होइन के एउटा छोरी मान्छेले पनि पढ्दैछ भनेर मैले त देखिनँ यस्तै रहेछ भाग्य के गर्नु सानो उमेरमै थियो घरबाट परिस्थितिले गर्दा बिहा गरिदिइहाल्यो तिम्रो दाजुसँग बिहा भइहाल्यो तिमी त छोरी मान्छे होइन हामी छोरी मान्छे तिमी त पढ्दैछौ त्यसमा मलाई गर्व लाग्छ खुसी लाग्छ होइन किनभने तिमी गर्दैछौ अब मैले त कलेज भन्ने देख्नु पनि पाइनँ कस्तो हुन्छ तिमी पढ्दैछौ राम्रो पढ्नु माथि पुग्नु अनि तिमीलाई चाहिँ कलेज पढेर के हुनु मन छ भाउजू अब मलाई त पढेर त आइपिएस अफिसर बन्नु मन छ भाउजू तपाईँ पनि त्यसरी हरिस नखानु पढ्नुको लागि त त्यस्तो केही उयो छैन नि अहिले त तपाईँ पढ्नुहुन्छ भने भन्नुहोस् न म दाजुलाई भनिहाल्छु नि पढ्नु त इच्छा छ नि तर तिम्रो दाजुले दिँदैन किनभने तिम्रो दाजुले अब के गर्नु म त एउटा घरमा काम गर्ने एउटा नोकर जस्तै भइसकेको छु होइन केही के भन्नु तिम्रो दाजुलाई केही काममा मैले गरेको काम मैले सोचेको सोच विचारमा केही त उसले चित्त बुझाउँदैन म त एउटा घरको के भन्नु तिमीलाई नै एउटा कटपुतली राखेको जस्तै भइसकेको छु त्यस्तो केही नसोच्नुहोस् भाउजू म दाजुलाई सबै सम्झाइहाल्छु बुझाइहाल्छु दाजु अलिकति अब के भन्नु होइन त्यस्तै छ तपाईँलाई पनि थाहै छ तिम्रो दाजुले सम्झिनुलाई सायद म यस्तो पनि हुन्थेन होला होइन तर तिम्रो दाजुले तिमीले खुट्टा ढोक्यो भने तिम्रो दाजुले सम्झिनुवालै छैन किनभने तिम्रो दाजुलाई मेरो कदरै छैन क्या मेरो भ्याल्यु छैन सायद ठिकै पनि होला किनभने म ऊ जस्तो पढिनँ नि त ऊ जस्तो म बुझ्ने छुइनँ ऊ जस्तो म काम गर्नु सकिनँ नि त
म त एउटा हाउसवाइफ भएँ, घर स्याहार सुसार गर्नु मात्रै हो नि त। ठिकै हो, त्यो मेरो भाग्य नै यस्तै हो। होइन भाउजू। बहिनी, ओ बहिनी, बहिनी। तिम्रो दादा पनि आइसक्नु ओ बहिनी। चियाहरू गर्ने दादा पनि आइसक्नु गएको र। ए थाकेर आज अफिसमा पनि अम्मा नै भयो। अन्त बहिनी कस्तो चल्दैछ कलेज अहिले? दादा मेरो अलिक ठिकठाकै चल्दैछ कलेज। ठिकै छ। म त हत्तु भएर हेर्नु आज सरले पनि यति गाली गर्यो कि अफिसको कामले गर्दा त टाउको दुखिरहेको छ। भाउजूले भनेर एक कप चिया बनाउनु लगा। भाउजू चिया बनाउनु जान्छ हौ। सुन्नुहोस् न दादा, एउटा कुरा इम्पोर्टेन्ट भन्नु छ नि तपाईँलाई। के छ नि? मेरो कलेजमा फिस दिने टाइम भयो। घरमा आयो किच 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 अम्मा नै हुँदो। तिम्रो त्यो भाउजूले हेर न ढङ्गको काम गर्छ, एउटा अर्को फेरि कलेजको के पढ्नु पर्दैन। अब जतिसुकै अब जति नै पढ्दा पनि केही काम छैन। पछि गएर अर्का घरै हेर्नुपर्ने हो। जहिले सुके यताउता मेरो एउटा अर्कोले किच 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 घरि यता किच 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 घरि अफिसको किच किच कोचोको कुरा सुन्नु म चाहिँ वाक्कै भइसक्यो घरमा देखेर पनि। दादा सुन्नुहोस् न, फिस त भइहाल्छ कि, तर एउटा कुरा भन्छु तपाईँलाई। भन न। पनि इच्छा, भाउजूलाई पनि पढ्ने इच्छा रहेछ नि। को त्यो अञ्जलीलाई? त्यो कहाँ छ? त्यसलाई पनि पढ्नु मन लाग्यो अरे। यति बेला चाहिँ के को पढाइ? न घरको काम गर्नु राम्रोसँगले आउँछ, त्यसलाई पढ्ने अरे। कहाँ छ त्यो? अञ्जली कहाँ छ? हजुर। यति बेला आएर चाहिँ के को पढ्नु मन लाग्यो अरे? यति बेला आएर पढ्नु मन लाग्यो? हाउवाक्कै यति केही छैन, न घरको काम गर्ने ढङ्ग छ, यस्तोमा चाहिँ पढ्नु मन लाग्यो। हाउवाक्को घरको सरको काम गर्नु केही छैन, राम्रोसँगले आउनु पढ्नु। हाउवाक्को सारा किन मलाई मात्रै यस्तो हुन्छ? मैले के पनि गल्ती पनि गरेको छैन। मैले के म केटी हुनु न मेरो पाप भयो र। हेलो हेलो नमस्ते सर। हजुर हजुर हेलो। ए हाम्रो अफिसमा नि वुमन्स डे सेलिब्रेसन हुँदैछ। ओ नारी दिवस है। ए वाइफलाई पनि ल्याउनु पर्ने सर? अनि भइहाल्छ नि, म ल्याउँछु नि है। मेरो वाइफ र बहिनी पनि छ कि, ल्याउनु पर्ने सर? ए हामी चिफ गेस्ट है? हुन्छ 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 सर, हुन्छ म ल्याउँछु नि है। हुन्छ हुन्छ थ्याङ्क यू सर, हामी आउँछु नि। हुन्छ 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 हामी टाइममै आउँछु, 10 बजी है सर? हुन्छ हुन्छ राखेँ सर। सुन्नुहोस् न भाउजू, तपाईँलाई पनि ह्याप्पी वुमेन्स डे। तिमीलाई पनि। अन्त आज कलेजतिर तिम्रो फङ्सन्सहरू छैन नि? छैन नि आज त। आज त नारी दिवस पो रहेछ त हौ है। अब के भन्नु, अलिकति विस चाहिँ गरिदिनु पऱ्यो बिचरा। बहिनी हजुर। बहिनी हजुर। लु भित्र हो त। अञ्जली पनि कहाँ छ? अञ्जली पनि बोलाऊ। भाउजू जाउँ। किन? दादाले बोलाउनु हुँदैछ। नारी दिवसको धेरै धेरै शुभकामना छ है। अनि दुईजनालाई मैले यो पनि ल्याइदिएको छु। अब यो चाहिँ है दुईजनाको लागि। लु लु राख अञ्जली। म थाप्दिनँ। थाप्नुहोस् न भाउजू। म थाप्दिनँ। किन के भयो? मैले के गरेँ तिमीलाई? लु के गरेँ? के भयो? अरे के सोच्नु भएको के तपाईँले? के गरेँ के भयो? तपाईँले मलाई तपाईँको लाइफमा म आएदेखि एउटा हामी छोरी मान्छे भयो, एउटा नारी हो, तपाईँले हामीलाई चाहिँ गलत साबित गर्नुभएको छ, बुझ्नुभयो? मैले आज जुन दुईजनालाई मैले अफिसमा मेरो सरले मलाई फङ्सनमा बोलाइरहेको छ, दुईजनालाई लैजाउँ भनेको। अञ्जली के भयो तिमीलाई आज? के भयो भने सोध्नु, तपाईँ मलाई सोधेको? तपाईँको यत्रो समयदेखि एउटा म पढेको छुइनँ, म अनपढ छु, तँ छोरी मान्छे भएर तँ घरको काममा मात्रै सीमित छस्, तँ बाहिरको काम गर्नु सक्दैनस् भनेर मलाई कति अत्याचार गरेको छ, त्यो देख्नुभयो तपाईँले? र तपाईँ एउटा नारीलाई एउटा दिने इज्जत, एउटा सम्मान तपाईँ दिनु सक्दैन भने आजको एउटा यो दिनमा आएर यो एउटा नाच एउटा यो दिनमा आएर चाहिँ तपाईँ आज आएर चाहिँ एउटा नारीलाई सम्मान दिन्छु भन्नुहुन्छ? तपाईँले त मलाई त हरेक तपाईँको दिन हरेक पलमा तपाईँले मलाई त कुनै लेभलले तपाईँले त मलाई सम्मान दिनुभयो नि। र आज एउटा दिनमा चाहिँ म तिमीलाई सम्मान दिन्छु भन्दा त्यो सबै तपाईँको गरेको मलाई अन्याय अत्याचारहरू चाहिँ वापस आउँछ र आउँदैन नि। त्यही भएर म सक्दिनँ। त्यही भएर यो फुल पनि तपाईँ राख्नुहोस्, मलाई चाहिएन।
तपाईँ एउटा नारीलाई सम्मान दिनुहुन्छ भने नि सधैँ दिनुहोस् क्या, एउटा मात्रै बुझ्नुभयो नि, त्यो भएर मलाई चाहिएन। दादा भाउजूले भनेको नि 100% राइट हो। हामीले पनि गर्नु नसक्ने कुरा त छैन नि दादा, हामी एउटा नारी जातिले गर्नु सक्छौँ नि त। भाउजू यता आउनुहोस् न। अब तपाईँले बुझ्नुभयो, अब बुझ्नुभयो। तपाईँको त आफ्नो आमा छ, आफ्नो बहिनी छ, र तपाईँको बहिनीलाई पनि कसैको घरमा गएर यसरी उसलाई यस्तो खालको बिहेभ गरेर होला, यस्तो खालको उसलाई यस्तो खालको देखाएर हुन्छ नि, तँ के गर्नु सक्दैनस्, तँ के को लायक छैनस्, तँ केटी मान्छे एउटा भात पनि पकाउनु एउटा घरभित्रको काम गर्नु मात्रै हो भनेर उसलाई फिल गराएको। तर म कसैको चेली हो। तर तपाईँले मैले तपाईँलाई भने यो आजको दिनमा मात्रै हामीलाई सम्मान दिने केही पनि बुझ्नुभयो। सम्मान हामीले हृदयबाट एउटा नारी जातिले सधैँ दिने कुरा जुन चाहिँ तपाईँले मलाई मैले तपाईँले मलाई सधैँ त्यही भन्नुभयो क्या, तँ के सक्दैनस्, तँ के गर्नु सक्दैनस्, तँ नारी हो नारी हो नारी हो। तर त्यही नारी नभएको तपाईँ पनि एउटा नारीले गर्दा तपाईँ पनि यहाँ बुझ्नुभयो नि। आज बुझ्नुभयो कस्तो हुन्छ। मलाई माफ गरिदियो। अनि अञ्जली मलाई पनि माफ गरिदियो। मैले यत्रो भयो मैले बुझ्नु सकिनँ रहेछ। समाजमा एउटा पुरुष र नारीको पनि बराबर अधिकार रहेछ बाँच्नेको। मैले धेरै अत्याचार गरेँ कि तिमीलाई मैले साह्रै नराम्रो भनेँ, मलाई माफ गरिदियो। मैले बुझेँ अबदेखि म कहिले यस्तो गर्ने छुइनँ। अब आउँदो भविष्यमा कहिले पनि यस्तो गर्दिनँ। सम्मान गर्छु, माया गर्छु है। अब चाहिँ म पनि नारीलाई पनि इज्जत गर्छु। मैले यो कुरा सिकाएकोमा एकदमै धन्यवाद है अञ्जली। अनि मलाई माफ गरिदियो। मैले तिमीलाई जस्तो दुर्व्यवहार गरेँ नि, मैले नगर्नु पर्ने हो। मैले एकताल माफ गरिदियो बहिनी, मलाई पनि माफ गरिदियो। तिमी जहाँसम्म पढ्छु भन्छ म पढाउँछु तिमीलाई। एकतालको लागि मलाई माफ गरिदियो। ल तपाईँ जस्तो ठुलो मान्छेले यस्तो खालको कुरा नबुझ्दाखेरि चाहिँ मलाई अचम्म लाग्थ्यो क्या। तर आज बुझ्नु भएन। तपाईँले बुझ्नु नै धेरै मान्छेले बुझ्नु क्या, त्यही भएर चाहिँ ठिकै छ। अबदेखि त्यस्तो नगर्नु। ल हामी चाहिँ है मलाई सरले पनि बोलाइरहेको छ, हामी तिनजना जाउँ ल। सो दुईजनाले फेरि वान्स अगेन ह्याप्पी वुमेन्स डे र सबैजनालाई पनि ह्याप्पी वुमेन्स डे। र सबैजनाले एउटै कुरा हो कि सबैजना नारीको इज्जत गर्नुपर्छ। अन्त मेरो तर्फबाट पनि जतिजना नारीहरू हुनुहुन्छ उहाँहरूलाई पनि ह्याप्पी वुमेन्स डे। मेरो तर्फबाट सबैजनाहरूलाई ह्याप्पी वुमेन्स डे। धन्यवाद। थ्याङ्क यू सो मच।